आउनु भएको थियो र केही समय आउनु भएको छैन र अब आउँदै हुनुहुन्छ भने तपाईं आफैले विचार गर्नुहोस्, आफै अनुभव गर्नुहोस्। पहिलाको काठमाडौँ महानगरपालिका र अहिलेको काठमाडौँ महानगरपालिकामा के कति फरक छ भन्ने कुरा। हुन त स्वतन्त्र आई जितेका मेयर बालेन शाह, उनलाई जताततै चारैतिरबाट पार्टीको घेराउ छ। देशकै ठूलो सहर काठमाडौँ महानगर एउटा स्वतन्त्रपूर्वक जितेर आएका मेयरलाई काम गर्न दिने त कुरै भएन। दिन प्रतिदिन निकै गाह्रो छ मेयर बालेन शाहलाई। तर पनि यतिखेर मेयर बालेन शाहले यी सबै कुरालाई नटेरी विकास र काठमाडौँ महानगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउने भन्ने कुरामा अगाडि बढिरहेको देख्न सकिन्छ। यतिखेर मेयर बालेन शाहले 1 लाख बिरुवा काठमाडौँ महानगरपालिकामा 1 वर्षमा रोप्छु भनेर लागि पर्नु भएको छ। त्यसै कारणले गर्दाखेरि यतिखेर बिरुवाहरू धमाधम रोप्ने कार्य पनि भइरहेको देख्न सकिन्छ हामी। दर्शकबिन, यही तरिकाले जाने हो भने आज त भर्खर लगभग 1.5 वर्ष हुँदैछ भने अबको लगभग 4.5 वर्ष पछाडि काठमाडौँ महानगरपालिका कस्तो हुन्छ तपाईं आफै विचार गर्नुहोस् त। हो दर्शकबिन, अबको 4 वर्ष पछाडि पक्कै पनि काठमाडौँ महानगर एउटा राम्रो सहर, एउटा स्मार्ट सिटी बन्न बेर लाग्दैन। यतिखेर धमाधम कामहरू भइरहेका छन्। सडकलाई कालोपत्रे गर्ने काम, सडक विस्तार गर्ने काम, फुटपाथ व्यवस्थापनको काम र विभिन्न रूपमा छरिएर रहेका विभिन्न तारहरू, पोलमा यत्रतत्र छरिएका र सहरलाई विरूप बनाएका तारहरूलाई धमाधम काट्ने काम पनि बालेन टिमले गरिरहेको छ। त्यस्तै गरेर जताततै टाँसिएका विभिन्न कागजहरू, सूचनाका बोर्डहरूलाई पनि उक्काउने, निकाल्ने र कानुनी कारबाही गर्ने महानगरपालिकाले गरिरहेको छ। त्यस्तै गरेर टुकुचा नदी केही समय अगाडि आगामी वर्ष जुन चाहिँ एकदमै भाइरल थियो, त्यो कुरालाई चाहिँ अदालतले रोकेको थियो। त्यहाँका घरहरूलाई हटाउनु हुँदैन भनेर त्यहाँका घर जग्गा धनीहरूले अदालतमा मुद्दा हालेका थिए। उक्त मुद्दा परेको टुकुचा रोक्नु, टुकुचा खोलालाई निकाल्नु पर्दैन भनेर अदालतले भनेको थियो। अब भने अदालतले सफाई दिइसकेको छ। टुकुचा भनेको एउटा सार्वजनिक खोला हो, नदी हो। त्यसकारणले गर्दाखेरि त्यसलाई सार्वजनिक रूपमा स्वतन्त्रपूर्वक बग्न दिनुपर्छ भनेर टुकुचा नदी उत्खनन गर्ने काम पनि छिटै नै हुनेछ। त्यस्तै गरेर सबैभन्दा ठुलो समस्या भनेको मेयर बालेन शाह मेयर भइसके पछाडि काठमाडौँमा चाहिँ बागमती किनारमा रहेका सुकुम्बासी बस्तीलाई हटाउने भन्ने विषय पनि निकै चर्चाको विषय थियो। उक्त विषय पनि यतिखेर अदालतले राम्रो फैसला गरिसकेको छ र छिटै नै सुकुम्बासी बस्तीलाई एउटा राम्रो ठाउँ खोजेर सारिनेछ भन्ने कुरा पनि काठमाडौँ महानगरपालिकाले गर्दैछ। दर्शकबिन, तपाईं सडक वरिपरि हिँड्दै हुनुहुन्छ भने पक्कै पनि अनुभव गर्नुहुन्छ यतिखेर काठमाडौँ महानगरपालिका एउटा सिंगारिएको बेहुली जस्तै सजिएको छ। आहा, काठमाडौँ महानगरपालिका। भिडियोलाई अन्तिमसम्म